हो दाजु चिटिक्क गरेर कता हो शपथ खान हिँडेको नि भाइ। तालुमै आलु फलै क्या दाजु मन्त्री नै पड्काउन लाऊ र के को मन्त्रीको हुनु भाइ, बुढीसँग शपथ खान हिँडेको नि। कसैसँग काम परेर फुना बोलो फलानी केटीसित मस्की मस्की जिस्की जिस्की बोल्छ सनेर झगडा गर्ने। यसो चिया खान मन लाएर पसलमा गयो, घर आउँदा चिया खाएर कुकुरको मुख धोकेर आइस, जाँड रक्सी खाँदै हिँड्छस्, केही कामसाम छैन भनेर ओल्ला पल्ला घरकालाई सुनाएर नानामाथि वचन लाउने। अब मैले त तँ गए पनि अर्की पाउँथे, घरै छोडेर जान्छु भन्न थाली त ती लालावालाको बिचल्ली हुने भयो। बरु अबदेखि तेरै अघि पछि हिँड्छु, केही गर्दिनँ, तैँले भनेकै मान्छु भनेर शपथ खान हिँडेको नि भाइ। हो दाजु शपथ त खानै पर्छ। ल्याउन भन्दा जोगाउन दाउ छ, बिहे गर्न भन्दा डिभोर्स गर्न सजिलो भएको छ आजभोलि। तर एउटा कुरा दाजु, डाडुमा पानी तताएर चम्चा आँखा बनाएर डुब्न चाहिँ नभुल्नु है।